हुन्छ। आज हाम्रो दाजुभाइ सङ्गतिमा यसरी उपस्थित भएर अनि विभिन्न ठाउँबाट उपस्थित हुनुभएका हाम्रो आदरणीय पास्टर बुवा रेभरेन्ड अनि आदरणीय प्रभुका जनहरूको अगाडि उपस्थित भएर यसरी प्रभुको वचन सेवा पाउँदाखेरि म आफूलाई अति नै भाग्यमानी खुसी व्यक्त गर्दछु। प्रभुलाई धेरै वचन सुरु गर्नुभन्दा पहिला म आफ्नो छोटो परिचय यहाँहरूको सामु म सेयर गर्नेछु। मेरो नाम पास्टर मिङ भोटी हो। मेरो बसाइ इटेरी हलगडागुडी र मैले सेवाकाई गरिरहेको चर्च यही हो। यहाँ अगाडि सबैले देख्नु पनि हुन्छ इटेरी एकात्तर चर्च भनेर लेखिरहेको छ। म चर्चमै छु अहिले। म चाहिँ विभिन्न कारणबाट अहिले पहिलाको चर्चमा त्यस्तै भएर मैले आफैले आफ्नो घरको छतमा एउटा सङ्गति होल बनाएर मैले सेवाकाई सुरु गरिरहेको छु र अहिले ठिकै छ, राम्रोसँग सेवाकाईहरू गरिरहेको छु। र म यो पास्टर सेवाकाई गर्नुभन्दा पहिला चाहिँ खास गरी नेपाली सेनामा कार्यरत थिएँ। मैले नेपाली सेनामा 18 वर्ष जागिर खाए छोडी एउटा जमदार पदमा मैले जागिर छोडेर अनि त्यस पछाडि म प्रभुको सेवाकाईमा अगाडि बढेँ र 3 छोराहरू हुनुहुन्छ र 1 छोरी। 3 भाइ छोराको विवाह भइसकेको छ। अब एउटा छोरीको विवाह गर्न बाँकी छ। छोरी अहिले बेङ्गलोरमा अध्ययनरत छिन् र एउटा छोरा कोरियामा छन्, एउटा छोरो इजरायलमा छ र एउटा छोरो काठमाडौँमा। अहिले हामी इटेरीमा हामी श्रीमान श्रीमती मात्रै छौँ है। यो मेरो छोटो परिचय हो र अब हामी यो परिचयको साथसाथै आज हामी अब ढिला नगरिकन हामी वचनको भागमा जानेछौँ। यो वचनलाई अध्ययन गर्नुभन्दा पहिला म यो वचनको लागि छोटो प्रार्थना गर्नेछु अनि त्यस पछाडि म वचनतर्फ लाग्नेछु। हुन्छ, हामी सबैजना पनि आँखा बन्द गरेर हामी प्रार्थनामा सहभागी हुनेछौँ। प्रभु परमेश्वर सर्वशक्तिमान सर्वव्यापी सर्वज्ञानी स्वर्ग अनि पृथ्वीका मालिक पुत्र पवित्र आत्मा परमेश्वर म तपाईँलाई धन्यवाद दिन्छु। साँच्चै प्रभु हामी इतिहासमा हामीले हेऱ्यौँ भनेदेखि प्रभु तपाईँ परमेश्वरले एउटा जातीयताको कुराहरू जस्तो प्रभु येशू ख्रीष्ट एउटा यहुदी जातिमा चाहिँ नै उहाँ आउनुभयो अनि जब इजरायली जातिहरू पनि एउटा जातित्वको रूपमा उनीहरू खडा भएका थिए, त्यसै गरेर प्रभु आज यो वर्तमान समयमा हामी पनि यसलाई सङ्गति एकता सङ्गति हामीले यसरी सुचारू गरिरहेका छौँ। विभिन्न ठाउँमा हुनुहुन्छ र विभिन्न अवस्थामा हुनुहुन्छ, तर पनि यो जुम मार्फत प्रभु तपाईँको चरणमा हामी उपस्थित छौँ र अहिले हामी तपाईँ परमेश्वरको यो सत्य वचनको भागमा आएका छौँ। हे पिता, तपाईँ परमेश्वरले आफ्नो दास छोराको मुखमा भए तपाईँ पवित्र आत्मा यो परमेश्वरकै सत्य वचनहरू तपाईँ परमेश्वरले नै दिनुहोस्। परमेश्वर तपाईँ परमेश्वर म पुकार गर्दछु र सुन्ने सुनाउने दुवैमा मध्यस्थता गर्नुहोस्। परमेश्वर म प्रार्थना गर्दछु यो जुम मार्फत हामी यो सङ्गति सुचारू गरिरहेका छौँ। बीचमा यो बाधा ल्याउने दुष्ट आत्मालाई म येशूको नाममा काट्दै म बिन्ती प्रार्थना निवार चढाउँछु येशू प्रभुको नाममा। आमेन। हुन्छ, प्रभुलाई धेरै धन्यवाद छ। अब हामी भागमा जानेछौँ। यहाँहरूसँग पक्कै पनि बाइबल छ होला। यदि बाइबल छैन भने पनि ध्यान दिएर सुन्नु होला। आज मैले ईश्वरको पुस्तकबाट परमेश्वरको वचनलाई मैले लिएको छु। हामी बाइबल उनीहरूले बाइबल हेर्न सक्छौँ, यदि नहुने हामी ध्यान दिएर सुन्न सक्छौँ है। म अब वचनमा जानेछु। आजको वचन मैले ईश्वर 4 अध्यायको 15-16 पढेको छु।
है। म प्रत्येक यहाँहरूको बिचमा म सुनाउँदैछु। यहाँ यसरी लेखिएको छ, तब स्तरले मर्दै कहाँ यस्तो जवाब पठाइन्, गएर सुसमानमा भेटाएका जति सबै यहुदीहरूलाई मेरो निम्ति उपवास बस्न भेला गर्नुहोस्। 3 दिन र 3 रातसम्म न त खानेकुरा खानुहोस् न पानी पिउनुहोस्। म र मेरा चाकर्नेहरू पनि तपाईहरू जस्तै उपवास बस्नेछौँ। त्यसपछि कानुनको विरुद्धै भए पनि म राजा कहाँ जानेछु। यदि मेरो नाश हुन्छ भने पनि होस्। आमेन। प्रभु परमेश्वरलाई धन्यवाद छ। हामीले अलिकति यो ईस्टरको पुस्तक कुन अवस्थामा लेखियो, कुन समयमा लेखियो, यसमा हामी अलिकति हामी जान्नेछौँ। खास गरी यो ईस्टरको पुस्तक हेर्ने हो भने करिब आजभन्दा 4000 वर्ष अगाडि यो घटनाहरू घटेको हो र यो ईस्टरको पुस्तकमा एउटा कथा वस्तु जस्तो छ, तर गहिरो बुझ्दाखेरि निकै गहकिलो र जिम्मेवारपूर्वक पूर्ण कुरा शब्दहरू हामीले पाउँछौँ। कथाको रूपमा छ। यो ईस्टरको पुस्तकमा खासै गरी भन्ने हो भने यहाँ परमेश्वर भनेर लेखिएको एउटा शब्द पनि पाइँदैन। तर यो ईस्टरको पुस्तक चाहिँ राजा आहासुर्सको समयमा खास गरी भएको घटना हो। त्यो समयमा राजा आहासुर्सले 128 प्रान्तलाई चाहिँ एउटै केन्द्रबिन्दु बनाएर शासन गरेको अवस्था थियो है। यो ईस्टरको पुस्तकमा यहाँनिर हामीले त्यहाँ भएका सदस्यहरू हेर्ने हो भने धेरैजना छन्। त्यहाँ विशेष गरेर यहुदीहरूको विरोधी हामन भन्ने व्यक्ति पाइन्छ। अनि विशेष गरेर यो भूमिकालाई अलिकति अगाडि बढाउने मर्दकै भन्ने व्यक्ति पाउँछौँ हामीले है। अनि जे भए पनि यहाँ धेरैजना व्यक्तिहरू छन्, टेरेसा छन्, अनि अब ती नपुंसकहरू पनि छन्, त्यहाँका धेरै यहुदीहरू छन्। तर पनि यहाँनिर मेन भूमिका चाहिँ ईस्टरकै नै हामीले पाउँदछौँ है। अनि आजको वचनको टपिक छ आफ्नो जातिहरूको महत्त्व बुझौँ भनेर मैले एउटा वचनको टपिक लिएको छु। किनकि ईस्टर रानीले पनि एउटा जातिको महत्त्व बुझेकी छन् त्यहाँनिर है। अब हामी वचनतर्फ जाउँ। यो कथा लामो छ, कथा धेरै गहिरो पनि छ। खास गरी राजा आहासुर्सले पहिलाको उनको एउटा श्रीमती थिइन्, रानी मलिक भन्ने एउटा रानी थिइन्। त्यो रानीले जब राजाले गरेको सम्मानलाई उनले अपमान गरेको कारणले गर्दाखेरि उनीलाई के गरेको छ, उनीलाई ज्ञात दिएर सल्लाह गरेर उनीहरूको सुझाव अनुसार चाहिँ पुनः फेरि अर्को रानी चाहिँ विवाह गरेको छ। त्यो अर्को रानी चाहिँ रानी इस्टर हो है। विशेष गरेर रानी इस्टरलाई चाहिँ त्यो ठाउँमा ल्याउने चाहिँ मर्दकाईको हात छ। मर्दकाई खास गरी भन्ने हो भने रानी इस्टरको आफ्नो उहाँ चाहिँ देहान्त भइसकेपछि आफ्नो काका मर्दकाईले उसलाई पालेर राखेको हुन्छ। अनि मर्दकाईले जब राजदरबारमा रानीहरूको त्यो इलेक्सन भइराखेको कुराहरू थाहा पाएपछि अनि उसले आफ्नो भतिजी इस्टरलाई पनि त्यो ठाउँमा लगेपछि अनि त्यहाँ एक वर्ष रानी सुन्ने क्रममा चाहिँ नै रानी इस्टरलाई नै के अरे राजाले सुनेको कुराहरू हामीले त्यहाँ पाउँछौँ है। अनि त्यस पछाडि जब राजाले रानी इस्टरलाई सुनेर दरबारमा उनले भित्र्याउँछन् अनि भित्र्याइसकेपछि मर्दकाई र रानी इस्टर बिच केही आन्तरिक कुराहरू गर्नलाई मर्दकाई चाहिँ त्यो राजदरबारको मेन गेटमा गएको त्यहाँ कुराहरू हामीले पाउँछौँ
है। अनि त्यो समयमा जब रानी स्थललाई भेट्न जाँदाखेरि मर्द गई त्यहाँ गएको समयमा त्यहाँका ती मेन होताका ती पालेहरूको कर्मचारीहरू मध्येको अधिकृतहरू दुईजना मेघान र तेरेसा भनी ती दुईजना व्यक्तिहरूले चाहिँ त्यहाँनिर आफू चाहिँ कुरा गरेको कुराहरू चाहिँ त्यहाँ मर्दै थाहा पाउँछन्। उनीहरूले के कुरा गरेको हुन्छ भने राजा आशुसले गरेको कार्यमा उनीहरूलाई अलिकति चित्त नबुझेर अनि उनीहरूले एउटा षड्यन्त्र रचिराखेको कुराहरू हुन्छ। उनीहरूले त्यो षड्यन्त्र यस्तो षड्यन्त्र रचेको हुन्छ, कुनै न कुनै षड्यन्त्र गरेर अब हामी राजा आशुसलाई चाहिँ हत्या गर्नुपर्छ भनेर उनीहरूले त्यो सल्लाह गरेको कुरा चाहिँ कसले मर्दकैले सुन्छ हैन। अनि मर्दकैले त्यो कुरा सुनेपछि मर्दकैले के गर्छ, रानी स्तरलाई त्यो कुरा भनिदिएको हुन्छ है। रानी स्तरलाई भनिदिएको हुन्छ अनि रानी स्तरले त्यो कुरा आफ्नो राजालाई सुनाएपछि अनि राजाले त्यो कुराहरू छानबिन जब गर्छन् तब वास्तविक कुरा भएपछि त्यो वास्तविक कुरा हुन्छ। अनि त्यो वास्तविक कुरा भएपछि राजाले के गर्छन् त ती दुईजनालाई चाहिँ हत्या गर्छन्। त्यस पछाडि त्यहाँको त्यो घटनाको त्यो दुईटा घटना ती दुईजनालाई हत्या गरिसकेपछि त्यहाँनिर नाम कसको आउँछ, त्यो हामन भन्ने व्यक्तिको नाम आउँछ। त्यो हामन भन्ने व्यक्ति चाहिँ त्यहाँ दरबारको एकदम उच्च लेभलको अधिकृत हुन्छ है। अनि जब त्यो दुईटा षड्यन्त्र थाहा पाएर तिनीहरूको हत्या गरेपछि राजाले फेरि त्यो हामनलाई चाहिँ एक तहमाथि बढाएर त्यहाँको सबैभन्दा उच्च लेभलको कर्मचारी बनाइदिएको हुन्छ, अधिकृत बनाइदिएको हुन्छ। अनि त्यो भएपछि त्यहाँनिर हामनले एउटा के कार्य गर्छन् भने म अब सबैभन्दा ठुलो भएँ, म अब सबैभन्दा श्रममान्य भएँ, अब म राजाभन्दा 21 स्टेप तल मात्रै भएँ भनेपछि अब म गेटमा जब आउँछु भने मलाई सबैजनाले कुरा टेकेर मलाई दण्ड गर्नुपर्छ भनेर त्यहाँनिर हामनले चाहिँ त्यो नियमहरू लागू गरेको हुन्छ। सबैजनाले त्यो गर्छन्। जब हामनलाई भेट्न बित्तिकै घोडा टेकेर सबैले दण्डवत गर्छन् तर मर्दकैले गर्दैनन्। मर्दकैले के भन्छन् भने म एउटा यहुदी हुँ, म किन मान्छेलाई हातले बुझेर बनाएको मूर्तिलाई म किन दण्डवत गर्ने, म त सिर्फ परमेश्वरको जन हुँ र परमेश्वर मात्रै दण्डवत गर्छु नि भनेर मर्दकैले हामनलाई त्यहाँ घोडा टेकेर दण्डवत नगरेको कुराहरू त्यहाँ देखिन्छ। जब त्यो कुराहरू सबै त्यहाँ भएका कर्मचारीहरूले देख्छन्, आज देख्छन्, भोलि देख्छन्, पर्सि देख्छन्, उसले कुनै दिन पनि त्यहाँ गरेको देखिन्छ है। अनि त्यो भएपछि त्यहाँका कर्मचारीहरूले के सोच्छन् भने हामी यो कुरा यदि हामनलाई सुनाइदियौँ भने हामनले के गर्दा रहेछ भनेर उनीहरूले त्यो कुराहरू सुनाइदिन्छन् है। अनि सुनाएपछि त्यहाँनिर हामन एकदम रिसले चुर हुन्छ। अब त्यो एकजना व्यक्तिलाई मात्र त्यहाँबाट षड्यन्त्र गरेर केही न केही कारणले मार्यो भनेदेखि त आखिर केही पनि भएन। यिनीहरू त यहुदी जाति नै यो अवस्थाका हुने रहेछन्। अब यो यहुदी जातिले चाहिँ कसैलाई पनि दण्डवत गर्दा रहेनछन्, मात्र परमेश्वरलाई मात्रै मान्दा रहेछन् है। त्यो भएर यो एकजना व्यक्तिलाई षड्यन्त्र गरेर मार्यो मलाई के हुन्छ, यहुदी जातिलाई नै म यो पृथ्वीबाटै अन्त्य गरिदिन्छु बरु भनेर उसले चाहिँ एउटा षड्यन्त्र रचेको हुन्छ है। उसले एउटा षड्यन्त्र रच अनि त्यस पछाडि उसले कस्तो षड्यन्त्र रच भने अब कुनै न कुनै तरिकाले म राजाको सामु चाहिँ यो कुराहरू राख्छु भनेर उसले भन्छ। अनि त्यस पछाडि आशुस राजाको 12औं वर्षको पहिलो महिना अर्थात् निसान महिनाको निम्ति उनीहरूले चिठा हाले। त्यस चिठालाई पुरा पोर भन्थे। चिठा 12औं महिना अर्थात् आधार महिनामा पर्यो। तब हामनले राजा आशुसलाई भने हजुरको राज्यका समस्त प्रान्तमा धेरै मानिसहरूका बिचमा फैलिएको एउटा जाति छ, तिनीहरू अलग्गै बस्छन् अनि तिनीहरूका रीतिरिवाजहरू सबै जातिहरूभन्दा बेग्लै छन्।
तिनीहरूले हजुरका ऐन कानुन पालन गर्दैनन्। हजुरले तिनीहरूलाई सानो बुद्धि देखाउनु उचित छैन। यदि महाराजको इच्छा भए तिनीहरूका निशानामा तिनीहरूको विनाशको निम्ति एउटा लिखित आज्ञा निकाली बक्सियोस्। यो काम गर्ने हजुरका कर्मचारीहरूका लागि म राजकोषमा जम्मा गर्न 3 लाख किलो चाँदी दिनेछु। हामी यसरी जब राजाको पहिलो वर्षको पहिलो महिना जबकि त्यो समयमा अब के गर्ने, पहिलो वर्ष कुन कुराहरू भए, अब यो नयाँ वर्षमा हामीले कुन कुराहरू सुरुवात गर्ने, कुन कुरालाई छोड्ने, कुन कुरालाई लागू गर्ने भनेर त्यो समयमा चाहिँ के हुन्थ्यो त, एक वर्ष सकिएर जब अर्को वर्ष लाग्ने बेलामा अनि फेरि बसेर मिटिङ बसेर दरबारका कर्मचारीहरू विभिन्न प्रान्तका चाहिँ त्यहाँका मानिसहरू बोलाएर यही कुराहरू विवाद राख्नेहरू हुन्थ्यो है। त्यो समयमा हामान भन्ने व्यक्तिले चाहिँ राजासँग यो कुरा राखेको छ है। अब राजालाई पनि रिस उठ्यो कि तपाईको नियम कानुनै नमान्ने, अनि यो यस्तो जाति छ उनीहरूले काहीँ कसैलाई पनि टेर्दैन, उनीहरूको छुट्टै किसिमको विधिविवाद छ, छुट्टै किसिमको चलनचल्तीहरू छ। अब तपाईलाई पनि उसले टेर्दैन भनेपछि राजालाई पनि अलिकति रिस उठ्यो है। अनि राजाले के भन्नुभयो, तिमीसँग भएको 3 लाख केजी चाँदी तिमी नै राख, त्यस पछाडि त्यो जातिहरूलाई तिमीले के गर्नुपर्ने छ, कुन तरिकाले नष्ट गर्नुपर्ने छ यो तिमीले गर भनेर। अनि राजाले आफ्नो हातमा लगाएको औँठी जो छाप सहितको औँठी खोलेर दिन्छन् हामान भन्ने व्यक्तिलाई है। त्यो हामान भन्ने व्यक्ति चाहिँ दरबारको उच्च लेभलको कर्मचारी हुनुहुन्छ कि त्योभन्दा उच्च लेभलको चाहिँ त्योभन्दा माथिको चाहिँ स्वयं राजा नै हुन्छ है। अनि त्यसरी राजाले यो अधिकार हामनलाई दिइसकेपछि हामनले के गर्यो त, अब विभिन्न देशको भाषा लिपि अनुसार त्यहाँका कर्मचारीहरू उपस्थित गराएर है तिनीहरूलाई नीति अवस्था डेट सबै तोकेर अनि त्यो पत्र लेखेर जुन देशमा जुन भाषा बोल्छन्, जुन लिपिमा बस्छन् है, त्यो अनुसारको पत्र लेखेर अनि त्यो पत्रमा राजाको औँठीको छाप लगाएर तिनीहरूलाई मार्ने अनि पृथ्वीलाई अन्त्य गर्ने र उनीहरूसँग भएको सबै दया सम्पत्ति चाहिँ शपथ गर्ने, यस्तो किसिमको कार्यहरू तयार गरेर हामनले चाहिँ के गर्छ त, विभिन्न प्रान्तहरूमा चाहिँ 127 प्रान्तहरूमा चाहिँ पठाएको हुन्छ है। अनि त्यो पठाए पत्र चाहिँ के हुन्छ त, त्यहाँ भएका राज्यहरूले त्यो देशका कर्मचारीहरूले पाउँछन्। अनि पाएपछि उनीहरूले सबै त्यहाँका मानिसहरू बसेर मिटिङ गरेर अब मार्ने, तिनीहरूको भएको सम्पत्तिहरू हामी जफत गर्नुपर्छ भनेर उनीहरूले पनि आफ्नै किसिमको योजना गरेर है अनि उनीहरूको मिति सबै तोकेर उनीहरूले ठाउँ ठाउँमा दिएको छ। अनि त्यो कुरा चाहिँ अब शोषणमा दाँसेको पत्र चाहिँ मर्दमले देख्छन्। अनि मर्दले त्यो कुराहरू देखेपछि आफूले लगाएको कपडा च्यातेर अनि उनी भाङ्रा लगाएर आफू उपवास बसेर अनि रानी स्तरलाई चाहिँ गएर भन्न जान्छन्। त्यो समयसम्म जब मर्द रानी स्तर बिचबाट गुपचुप रहेको छ, राजालाई पनि थाहा छैन, हामनलाई पनि थाहा छैन, रानी स्तर पनि एउटीको हुन् भनेर त्यहाँ थाहा थिएन। त्यो कुरा चाहिँ मर्दले के दिएको थियो भने, म आफू यहुदी भएको कुराहरू तिमीले नभन्नु, यो चाहिँ राख्नु भनेर मर्दले भनेका थिए। त्यो कारणले गर्दाखेरि अनि मर्दले गएर रानी स्तरलाई त्यो कुराहरू भन्छन्। रानी स्तर बाहिर आउन धेरै गाह्रो हुन्छ, तर पनि त्यो खबरहरू पुगेपछि
अनि मर्तकैले के भन्छन् भने यदि तिमी म राजदरबारमा छु र म बच्छु भनेर तिमीले पनि नसोच्दा हुन्छ भनेर जब मर्तकैले त्यो किसिमको कठोर शब्द जब ईश्वरलाई प्रहार गर्छन् तब रानी ईश्वरले त्यो पत्र देखेर त्यो अवस्थाहरू बुझेर अनि आएर चाहिँ त्यहाँनिर मर्तकैलाई बोलाएर आफ्ना भारदारहरूलाई विभिन्न सबै किसिमका त्यहाँ मानिसहरूलाई बोलाएर अनि जति सबै मेरो उपवास 3 दिनसम्म न त खानेकुरा खानुहोस् न पानी पिउनुहोस् म र मेरा चाकर्नीहरू पनि तपाईहरू जस्तै उपवास बस्नेछौँ त्यसपछि कानुनको विरुद्धै भए पनि म राजा कहाँ जानेछु यदि मेरो नाश हुन्छ भने पनि होस् आमेन यहाँ रानीले किन यसरी भने त रानी त राजाको श्रीमती हुन् हैन आफ्नो श्रीमानलाई केही कुरा राख्दै गर्दाखेरि राजाले अवश्य आफ्नो श्रीमानले आफ्नो श्रीमतीलाई त हार्दै होला रानीले किन यो भने त म यदि मर्नुपर्छ भने पनि म छु तर म राजबाटोमा गएर यो कुराहरू भन्छु भनेर ईश्वरले त्यहाँनिर भन्नु कारण चाहिँ के छ भने त्यहाँनिर जब त्यो समयमा राजाले जब उनी चाहिँ राजगद्दीमा श्रीपेच लगाएर बस्दाखेरि उनले एउटा सुनको ढङ्गा चाहिँ खडा गरेर बसेको हुन्थ्यो अनि त्यहाँको मान्छे त्यहाँ राजाको अगाडि गएको अवस्थामा यदि राजाले त्यो सुनको डन्डा मानिस अब ढाल्थ्यो भने उसले आफ्ना विषयमा पाउँथ्यो यदि राजाले त्यो डन्डा ढाल्नु भएन भनेदेखि त्यो मानिसलाई लगेर दण्ड दिइन् है त्यो कारणले गर्दाखेरि रानी ईश्वरले के भनिनु भने यदि राजाले मेरो बिन्ती सुन्नको लागि ढाल्नुभयो भने पनि ठिकै छ ढाल्नु भयो भने त्यसै पनि सुनाइहाल्छु यदि ढाल्नु भएन भने पनि यदि मर्नुपर्छ भने पनि ठिक छ म छु तर तपाईँले यो कुराहरू चाहिँ 127 प्रान्तका यहुदीहरूलाई पुर्याउनुहोस् भनेर त्यहाँ रानी ईश्वरले भनेको छ र उनी पनि र उनका नोकर चाकर्नीहरू पनि त्यहाँनिर के गरेका छन् त उपवास बसेका छन् 3 दिन 3 रातसम्म उनीहरूले अन्न त कुरा नगरौँ पानी पनि नखाइकन भाङ लगाएर पानी धसेर अनि उपवास बसेको कुराहरू पाउँछौँ हामीले अनि त्यहाँनिर हामी जब तेस्रो दिन पुगेपछि अनि रानीले उनले चाहिँ राजकीय पोषक लगाएर अनि राजाको सिंहासन अगाडि भएकी छिन् भएर बसिराखेकी हुन्छन् अनि त्यो कुराहरू जब राजाले थाहा पाउँछन् देख्छन् अनि देखेपछि राजाले आफ्नो सुनको राजदण्ड चाहिँ ढालिदिन्छन् अनि ढालेपछि रानीले त्यो राजदण्डलाई यसरी छोएर उनले बिन्ती गर्छन् त्यो समयमा राजाले के भन्छन् रानीलाई रानी तिमी के कुरा भन्न आयो तिमी जे माछौ माग तिमीलाई दिनेछु अनि राजा आसुसको गागराउन हेर्ने हो भने एकदम कमलो हृदयका एकदमै मनकारी राजा थिए है अनि त्यो कारणले गर्दा रानी ईश्वरलाई राजाले तुच्छ शब्दमा बोलेका छैनन् त्यहाँनिर रानी तिमी के माग्छौ तिमी माग यदि मेरो आदि राज्य माग्छौ भने पनि माग राजाले भन्छन् यो भनेपछि रानी ईश्वरले भन्छन् भने महाराज तपाईको आज्ञा हुन्छ ममाथि तपाईको निगाह हुन्छ भने मैले बनाएको भोजनमा भरे बेलुका तपाई र तपाईको कर्मचारी हामन दुईजना मैले बनाएको भोजनमा खानको लागि सहभागी हुनुहोस् भनेर अनुरोध गर्छु भनेर
रानी स्तरले भनेको कुराहरू हामीले पाउँछौँ है। अनि त्यो कुरा चाहिँ जब राजा आसुसले स्वीकार गर्छन् अनि रानीले गएर राजालाई मिठो भोजन तयार गर्छन्, बेलुका जान्छन् अनि भोजनमा सहभागी हुन्छन्, ढाक र सुखमा त्यहाँ सहभागी भएको कुराहरू हामीले देख्छौँ। अनि त्यहाँ पनि राजाले के भन्छ भने, ए श्रीमती रानी स्तर, तिमीले के माग्छौ, तिमीलाई के इच्छा छ माग, यदि तिमी चाहन्छौ भने तिमीलाई म आदि राज्य पनि म दिनेछु भनेर त्यहाँ पनि राजाले भनेको कुरा हामीले पाउँछौँ। अनि त्यहाँ पनि धेरै समय पछाडि रानी स्तरले के भन्छन् भने, यदि महाराजले मेरो आज्ञालाई स्वीकार गरेर मानिदिनुहुन्छ भने भोलि पनि यसै गरेर मैले पकाएको भोजनमा हजुर र हजुरको कर्मचारी हामन सहित त्यो भोजनमा सहभागी हुनको लागि म अनुरोध गर्छु अनि मैले भन्नुपर्ने कुरा चाहिँ म त्यतिखेर नै राख्नेछु भनेर रानीले त्यो कुराहरू भन्छन्। अनि त्यो कुरालाई स्वीकार गरेर राजाले त्यहाँबाट निक्लिनु अनि हामन पनि निक्लिएर जब जाँदै गर्दाखेरि त्यहाँतिर फेरि पनि ढोकामा मर्दकैले उसलाई दण्ड नगरेको कुराहरू देख्छन्। रिसले चुर भएर उनी आफ्नो श्रीमती भाटामा पुगेका हुन्छन्। अनि त्यहाँ श्रीमती भाटामा गएर उनले त्यो सबै बेली बिस्तरहरू आफ्नो श्रीमतीलाई भन्छन्। अनि भनेपछि त्यहाँनिर मर्दकैले इन्कार गरेको कुराहरू उनले भन्छन् अनि सबैले दण्डवत गर्छन्। उसले मलाई यसरी इन्कार गर्छ, यस्तो गर्छ, उस्तो गर्छ, सबै कुराहरू जब जेरेसा उसको श्रीमतीलाई भनेपछि अनि जेरेसाले के भन्छ भने, तपाईँले 25 मिटर अग्लो एउटा केज बनाउनुहोस् र त्यहीँ लगेर त्यसलाई फाँसी दिनुहोस्। अनि त्यस पछाडि त्यो मान्छे नै त्यहाँबाट हटेपछि तपाईँलाई आनन्द हुनेछ भनेर उसको श्रीमतीले भन्छन्। र त्यही कुराहरू स्वीकार गरेर त्यो हामन भन्ने व्यक्तिले के गर्छ, त्यो उसलाई टाङ्ने चाहिँ त्यो केज बनाएको हुन्छ है। उतातिर राजा पनि आफ्नै तर्क वितर्कमा परिरहेका हुन्छन्। मैले के कुराहरू बिराएँ, के कुराहरू रानी स्तरले मसँग भन्न खोजिराखेकी छिन्, मलाई किन यसरी रोकिराखेकी छिन्। अब उसलाई धेरै तर्क वितर्कहरू आइरहेको मनमा है। अनि धेरै कुराहरू आएपछि अनि त्यहाँ दरबार कर्मचारीहरूलाई बोलाएर अनि सबै बुकहरू पल्टाएर त्यहाँ रिपोर्टहरू हेर्दै जाँदाखेरि त त्यो जेरेसा र उसलाई चाहिँ त्यो एक ठाउँ त्यो उसलाई चाहिँ ती दुईजना राजाको विरोधीहरूलाई जब पत्ता लगाएको थियो मर्दकैले अनि त्यो व्यक्तिहरूलाई फाँसी दिएको थियो। अनि त्यसरी त्यो षड्यन्त्र पत्ता लगाएको विषयमा केही इनामहरू दिएका छैनौँ, त्यहाँनिर त्यो कर्मचारीहरूसँग हुँदाखेरि दिएको छैन। ओहो, त्यसो भएदेखि अब हामीले उसलाई दिनुपर्छ, यही कुराको लागि पनि पक्कै हुनुपर्छ भनेर जब राजा अहसुसलाई त्यो कुराहरू महसुस भयो अनि अब उसलाई सम्मान गर्नको लागि राजाले नै सम्मान गर्नको लागि के कुराहरू गर्नुपर्छ, कस्तो रीतिरिवाजमा जानुपर्छ त, यो कुराहरू अब दरबारको उच्च कर्मचारीहरूसँग मैले सोध्नुपर्छ भनेर जब राजाले त्यहाँनिर बोलाउन पठाउँदाखेरि अनि ठिक्क त्यो हामन चाहिँ अब मर्दकैलाई म फाँसी दिन नै म राजासँग अनुरोध गर्छु भनेर ऊ दरबारमा जाँदै गरेको बेलामा ठ्याक्कै गेटमा चाहिँ त्यो व्यक्तिले भेट्छ। अनि भेटेपछि उसलाई हामनलाई चाहिँ नि दरबारमा राजाको महलमा चाहिँ जब पुर्याउँछ तब त्यतिखेर राजाले के भन्छन् भने, हेर हामन, यदि मैले नै सम्मान गर्नुपर्ने र मैले नै सम्मान गर्नुपर्ने व्यक्तिलाई कुन अवसरमा अनि कस्तो सम्मानमा चाहिँ उसलाई सम्मान गर्नुपर्छ अनि इज्जत गर्नुपर्छ भनेर जब राजाले सोध्छन्, सोधेपछि हामनले के सोध्छ भने, अब सम्मानित हुने त पक्का म नै होला, म भन्दा अरू त को नै छ र भनेर उसले के भन्छ भने, यदि हजुरले नै सम्मान गर्ने ठाउँमा र पदक दिनुपर्ने ठाउँमा त राजसक लाउनुपर्छ उसले, अनि तपाईँ चढ्ने घोडामा चढेर अनि बजार बजारमा चाहिँ नि त्यसको विजय जुलुस मनाउँदै ल्याउनुपर्छ महाराज भनेर उसले भन्छ। अनि भनेपछि त्यही कुराहरू लागु हुन्छ। अनि लागु भएपछि उसैलाई
त्यो कुराहरू बदलाउँछन् र त्यो पहिरिन चाहिँ को हुन्छ त मर्दकाई हुन्छ है। अनि त्यो कुराहरू लिएर ऊ जब घरमा जान्छ मर्दकाई त्यसरी सम्मानित हुन्छ। अनि त्यो दिन बेलुका आफ्ना ती दुःखी अनि हाम्रो चाहिँ के गर्छ त रानी स्तरले भोजनमा बोलाएको भोजनमा चाहिँ सहभागी हुनलाई राजासँग दरबारमा आएको हुन्छ। अनि त्यो समयमा जब भोजनमा सहभागी हुन्छन् अनि त्यही समयमा अनि फेरि पनि राजाले के भन्छन् भने रानी स्तरको इच्छा मन लागेको कुरा के छ त भन, म तिमीलाई सहस्र तरिकाले स्वीकार्ने छु, तिमी जे माग्छौ त्यो म दिनेछु भनेर जब फेरि राजाले त्यो कुराहरू दोहोऱ्याउँछन् अब रानीले के भन्छन् भने महाराज भन्नुपर्ने र मार्नुपर्ने कुरा त खासै केही पनि थिएन, तर पनि तपाईको श्रीमती र यो 127 प्रान्तमा भएका यहुदीहरू चाहिँ एकै दिन यो पृथ्वीबाट नष्ट हुँदैछन्, बेचिँदैछन्। यदि बेचिएर कसै कुनै देशमा गएर दासको जीवन बिताएर त्यो पनि केही थिएन, म त्यो पनि बसेँ। हजुरलाई यो सानो तिनो कुराहरू यो निम्ति बिसाउनु पर्ने कुनै आवश्यकता त थिएन, तर हामी यो पृथ्वीबाटै मेटिँदैछौँ र हामीलाई भएका जति पनि सारा सम्पत्तिहरू जफत गरेर यहुदीभन्दा गैर यहुदीहरूले जफत लिँदैछ। सबै रानीले त्यो कुरो भन्छन् त्यो भनेर राजाले रिसाएर भन्दाखेरि यो सबै जनकार र यहुदीहरूको दुष्ट व्यक्ति यही सम्बन्धहरू भनेर अनि अनि त्यो कुरो जब थाहा पाएपछि राजा रिसले चोर भएर आफ्नो महलको अन्त्यतिर निक्लेर जान्छन्। अनि हामीले त्यहाँनिर सोध्छ अब म पीडित पनि मृत्युको मुखमा म पुगिसकेँ, तर पनि मलाई रानी स्तरले काहीँ क्षमा गरिदिन्छन् कि भनेर नम्र भएर बिन्ती पुकार गर्दै उनीले रानी स्तर ढल्किएको बेड नजिकै लम्पसार परेर सुतिरहेको अवस्था हुन्छ। अनि राजा त्यहाँनिर कस्तो अवस्था रहेछ भनेर जब त्यहाँ हेर्न आउँदै गर्दाखेरि त्यहाँनिर एकै ठाउँमा सुतेको जस्तो जब राजाले देख्नुहुन्छ अब राजा स्तरले अनि त्यो लगेर चाहिँ त्यहाँनिर फाँसी दिएको हुन्छ। अनि रानी स्तरले फेरि पनि आँसुसँग बिन्ती राख्छिन्, महाराज तपाईँको यदि निधार हुनुहुन्छ भने ती सारा 127 प्रान्तका यहुदीहरू र यो देशमा भएका यहुदीको श्रीमती पार्नको लागि तपाईँले पुनः फेरि तिनीहरूलाई नपार्नको लागि चाहिँ त्यो राजाको छाप लगाएर अनि पत्र लेखेर यो 127 प्रान्तमा राज्यहरूमा चाहिँ यो आदेश चाहिँ पुगेको होस् भनेर रानीले के गर्छिन् त अनि राजाले त्यो कुरा चाहिँ के गर्छन् त फेरि त्यहाँका कर्मचारी बोलाएर मर्तकलाई बोलाएर अनि पूर्ण रूपमा पत्र लेखेर पत्र लेखेर त्यहाँको भाषा लिपि अनुसार लेखेर अनि त्यो देशमा चाहिँ सबैतिर पठाइएको हुन्छ र त्यो देशको सुसनमा पनि छापिन्छ र जसको कारणले गर्दाखेरि जुन दिन यहुदीहरू मर्दै थिए त्यो दिन 75,000 गैरी यहुदीहरू चाहिँ मरेको कुरा हामीले पाउँछौँ है। यो त मैले सरलसँगले एउटा कथा भनेर मैले यहाँहरूको बिचमा राखेँ, तर यहाँनिर बुझ्नुपर्ने कुराहरू धेरै गहिरो र महत्त्वपूर्ण कुराहरू छ। त्यहाँ हामीले हेर्ने हो भने रानी स्तर भनेको त त्यो समयमा एउटा सम्राट
है 127 राज्यहरूको एउटा सम्राटको रानी थियो है। उनीसँग शक्तिको कमी थियो कि, बलको कमी थियो कि, रूपको कमी थियो कि, धनको कमी थियो कि, उनीसँग केही पनि कमी थिएन है। उनी एउटा रानी हुन्, उनी रूपवान पनि थिइन्, उनी बलवान पनि थिइन्, अनि उनी शक्तिशाली पनि थिइन्। उनका हातमा सेना थिए, अनि त्यो 127 पुराणका मानिसहरू थिए, उनीसँग राजा थिए है। उनी केहीमा कम थिएनन्। तर रानीले किन त्यो कुराहरूलाई रोजिनन्? उनले पहिलो कुरा चाहिँ कसलाई रोजेकी छन्? परमेश्वरलाई रोजेकी छन्। अनि यो संसारमा सबैभन्दा सर्वशक्तिमान र सर्वव्यापी र सबै कुरा भरिपूर्ण गर्ने चाहिँ परमेश्वर नै हुनुहुन्छ। त्यो भएर रानीले पहिलो आस्था चाहिँ कोसँग राखेकी छन्? परमेश्वरसँग राखेकी छन्। अनि त्यहाँनिर अर्को महत्त्वपूर्ण कुरा के छ भने, उनी त रानी थिइन्। यदि पनि त्यो राजदरबार मार्न त अवश्य पनि जाँदैनथे होलान्, अथवा उनी एकजनाले क्षमा बन्दिन् होला, अथवा उनीले यहुदी भनेर घोषणा गरेकै थिएनन्, आफूलाई पहिचान दिएकी थिएनन्, उनी त त्यसै पनि भएको है। तर उनले त्यहाँनिर महत्त्वपूर्ण के छ भने, आफू बाजेर आफ्नो जातिहरूलाई पनि बचाउन खोजेकी छन्। त्यो भएर आज मानवमा हुनुपर्ने कर्तव्य र मानवमा हुनुपर्ने गुण चाहिँ आज हामीले रानी स्तरमा पाउँछौँ है। त्यो समयमा रानी स्तरले यदि यहुदीतिर पनि मन नलगाएको भए, म जसरी पनि बाँच्छु, मैले त पहिचान दिएको छुइनँ, मलाई यहुदी भनेर दरबारभित्र पनि थाहा छैन, र यहाँ भएका अति पनि दरबारका कर्मचारीहरूलाई पनि थाहा छैन, सुसनमा भएका मानिसहरूलाई पनि थाहा छैन, र 128 पुराणमा भएका गैर यहुदीहरूलाई पनि थाहा छैन भने म कसरी बच्छु र? म त बच्दिन। आखिर अरू यहुदीहरू मर्छन् भने केही छैन, यो पृथ्वीमा किन जन्मे भन्नुको लागि ठिकै छ मरुन् भनेर रानी स्तरले छोडिनन्। त्यहाँनिर रानी स्तरले आफू बाजेहरूलाई बचाएकी छन्। त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा छ। त्यो त आजभन्दा करिब 4000 वर्ष अगाडिको कुरा हो। तर आज हामीले यो वर्तमान समयमा हेर्ने हो भने हामी पनि विभिन्न जाति, विभिन्न भाषा, विभिन्न लिङ्ग र विभिन्न अवस्थामा छौँ है। हामी जहाँ भए पनि, जुन देशमा भए पनि, धनी भए पनि, गरिब भए पनि, चाहे जस्तो सुकै अवस्थामा भए पनि हामी एउटै नेपाली हौँ र हामी एउटै, हाम्रो यो एसके एकता सङ्घ हो, हामी सार्की जाति हौँ। हामी त्यसै पनि हाम्रो राज्यबाट पिछाएका छौँ। हाम्रो शरीरको कमाइ भने हामी राज्यबाट सतावटमा परिराखेका छौँ। हामी एउटै मानिस हौँ। हामीले खोजेको पानी नचल्ने, हामी कुनै पनि मठ मन्दिरमा प्रवेश गर्नु नहुने, कुनै पनि भोज पार्टीहरूमा एकै ठाउँमा सहभागी हुन नसक्ने, हामीले बाहिर बसेर खानुपर्ने, बाहिरै बस्नुपर्ने, यस्ता विभिन्न किसिमका यो प्रभावहरू हामीले त्यसै पनि सहनु परेको छ। अनि यी आदि कुराहरूले पनि आज हामी त्यसै पनि हामी एउटा जातीय एकता हुनलाई त्यतिकै आवश्यकता छ। अनि हामीले हेर्दै गर्दाखेरि त्यो पिछाडिएका जातिहरूमध्ये हामी सार्की जातिहरू चाहिँ अलिकति घमण्ड र अहमताका पनि हामी धेरै जसो पाउँछौँ। किनभने हामी आज विगतहरूमा हेऱ्यौँ भने उनीहरूको भावले त उनीहरूको जाति एकता, उनीहरूको मिलाप, उनीहरूको हरेक क्षेत्रमा बढाइ धेरै अग्रिम स्थानमा छ, र त्यसै गरेर परियार जातिहरू पनि उहाँहरू धेरै अर्कै अवस्थामा हुनुहुन्छ। तर हामी साथी जातिहरू चाहिँ कस्तो किसिमको घमण्डमा छौँ भने अर्काले अलिकति गरिखायो, ऊ अलिकति राम्रो ठाउँमा भयो भने त्यसलाई अलिकति स्वीकार गरेर, थोडा अलिकति पहिचान भएर, अनि उसलाई अलिकति सहयोग गरेर है, अनि आफू पनि परिचित भएर हामी एक भएर एउटै बन्धनमा बाँधिएर अगाडि बढ्न
छैन। त्यो उनीहरूले के गर्छ, त्यो चाहिँ को हो र त्यो पनि त सार्की नै हो नि, त्यो फलानाको छोरो होइन र यो त्यो फेरि गाउँमा बन्द गरेर खाएर हिँडेको होइन र आज त्यो किन त्यो त्रोट गर्छ, त्यसलाई किन मैले स्वीकार गर्नु पर्यो र यस्ता किसिमको घमण्डहरू चाहिँ मेरोमा प्रशस्तै छ। आज हाम्रो यो वर्तमान समयमा यो भौतिक शरीरमा हेर्यो भने यो अवस्थाहरू प्रशस्तै छ है। त्यो भएर आज हामीले यी कुराहरूलाई भेटाउनु पर्छ, यो कुराहरूलाई चाहिँ हामीले त्यागिदिनुपर्छ। अनि हामी एउटा जातीय एकता बन्नुपर्छ। अनि हाम्रै भाइ बन्धुले कसैले राम्रो काम गरेको छ भने त्यसलाई हामीले सहायता गर्नुपर्छ, त्यसलाई हामीले टेवा पुर्याउनुपर्छ। अनि हामीले यी कुराहरूलाई स्वीकार गर्नुपर्छ। अनि कसैले कुनै ठाउँमा यसरी भेला हो भनेर भन्छ भने हामी यसरी जुम मार्फत अथवा फिजिकल कस्तो अवस्था आउँछ त्यो ठाउँमा हामी त्यहाँनिर भेला भएर एकअर्काका कुराहरू शेयर गरेर एकअर्कामा परिपूरक भएर हामी हिँड्नलाई अनि बस्नलाई अनि मिलजुल हुनलाई चाहिँ हामी एकबद्ध हुन आवश्यकता छ। र हाम्रै दाजुभाइ मध्येबाट हामी उच्च स्थानमा छौँ भने अनि आफू चाहिँ म यत्रो अवस्थामा छु अनि मलाई सबैले स्वीकार गर्छ अनि म चाहिँ फेरि त्यो तलै धुलोमा मिलिराखेका यी दाजुभाइहरूलाई किन समेटेर भनेर यस्तो किसिमको सोचहरू पनि हामीले त्यागिदिनुपर्छ। किनभने रानी स्तरले त्यही कुराहरू गरेकी छन्। किनभने उनी एउटा रानी भएर त्यो दरबारको जीवन बिताइराखेको अवस्थामा एउटा राज्य चलाइराखेको अवस्थामा उनले एउटा गरिब माटोमा मिलिराखेको त्यस्तो गरिब अवस्थाका युवतीहरूको पनि एउटा जीवन हो, उनीहरूको पनि एउटा ज्यान हो। उनीहरूले पनि बाँच्नुपर्छ, उनीहरूले पनि बलि खानुपर्छ, उनीहरूले पनि यो पृथ्वीमा उन्नति प्रगति गर्नुपर्छ, वृद्धि हुनुपर्छ अनि बढ्दै जानुपर्छ भनेर उनले चाहिँ के गरिन् त, मेरो आफ्नो ज्यान जान्छ पनि म यदि मर्नुपर्छ भने पनि म मर्छु, तर पनि म यो कुरा चाहिँ आजसँग गएर गरेरै छोड्ने भनेर स्तर 4 को 16 पदमा हामीले सामान्य कुराहरू हामीले पाउँछौँ। त्यो कुराहरू आज हामीले पनि यो कुराहरू हुन आवश्यकता छ। यदि हामी कसैको लागि केही कुराहरू गर्दै गर्दा हाम्रो जीवनमा केही चोटहरू पर्छ अथवा हाम्रो जीवनमा केही हेल्ला बोझो हुनु भने नथिङ केही छैन। हामीले त्यस्ता कुराहरूलाई लिएर अब हाम्रा पिछाडिएका वर्गहरूलाई हामीले कहिले पनि त्याग्नु हुँदैन। हामीले समातेर नै जानलाई अति उत्तम हुन्छ है। यो कुराहरू आज हामीले यो वर्तमान समयमा बुझ्नलाई आवश्यकता छ। तर हामीले यो कुराहरू गर्दै गर्दाखेरि, यो कुराहरू सोच्दै गर्दाखेरि हामीले पहिलो कुरो चाहिँ हामीले के राख्नु हुँदैन, हामी परमेश्वरलाई चाहिँ कहिले पनि भुल्नु हुँदैन। हामीले पहिलो प्रायोरिटी र पहिलो स्थान चाहिँ हामीले परमेश्वरलाई दिनुपर्छ। अनि त्यस पछाडि जब हामीले परमेश्वरलाई हामीले पहिलो समय दिन्छौँ, पहिलो प्रायोरिटी दिन्छौँ, त्यस पछाडि पवित्र आत्मा हाम्रो हृदयमा वास गर्नुहुन्छ अनि हामीलाई जब पवित्र आत्माले पदमा लेखेका पवित्र आत्माद्वारा फलेका फलहरू चाहिँ हामीमा लाग्छ है। फलहरू हामीसँग फल्छ अनि तब मात्र हामीलाई प्रेम, आनन्द, शान्ति, भलाइ, दया, धैर्य यी सबै कुराहरू चाहिँ हामीलाई त्यस पछाडि आउँछ। त्यो भएर हामीले यी कुराहरू गर्दै गर्दाखेरि, यो कुराहरू सोच्दै गर्दाखेरि हामीले यो कुराहरू गर्नको लागि चाहिँ पहिलो प्रायोरिटी, पहिलो समय चाहिँ हामीले परमेश्वरलाई दिनुपर्छ है। जब हामीले पहिलो समय परमेश्वरलाई दिन्छौँ अनि परमेश्वरबाट हामीले शक्ति पाउँछौँ, ज्ञान पाउँछौँ, बुद्धि पाउँछौँ, विवेक पाउँछौँ अनि हामीले भौतिक शरीरलाई आवश्यकता पर्ने कुराहरू हामीले पाउँछौँ है। यो सबै कुराहरू परमेश्वरबाट पाउँछौँ। हामीले पहिलो कुराको 9 पदमा हामीले त्यहाँ हेऱ्यौँ भने जो विश्वासमा अगाडि बढ्छ, परमेश्वरको भएर अधीनतामा हिँड्छ, जो परमेश्वरलाई चिनेर परमेश्वरको पवित्र आत्मा अनुसार अगाडि बढ्छ, त्यसको जीवनमा त्यसले नसोचेको, नदेखेको, नबुझेको र सोच्दै नसोचेको कुराहरू चाहिँ म दिनेछु भनेर परमेश्वरले भन्नुभएको छ हामीलाई है। त्यो भएर आज हामीले यो कार्यहरू गर्दै गर्दाखेरि अनि यो कुराहरू सोच्दै गर्दाखेरि
पहिलो कुरा चाहिँ हामीले परमेश्वरलाई हेर्नुपर्छ अनि परमेश्वरमा आधारित भएर हामीले यी कुराहरू गरेर हाम्रो जाति हाम्रो भाइ बन्धु सबैलाई हामीले समेटेर जब हामी अगाडि बढ्छौँ है नबुझेकालाई हामीले बुझाउँछौँ अनि धेरै बुझेकासँग हामी बुझ्न कोसिस गर्छौँ अनि एकले अर्कालाई ईर्ष्याको भावनाले हामीले हेर्दैनौँ अनि मात्र हामीमा के हुन्छ एकता भएर हामी जान्छौँ है जब एकतामा हामी अगाडि बढ्छौँ तब पनि फर्किन हामी जस्तो अवस्था जस्तो परिस्थितिमा पनि उहाँलाई हामी साथ दिन सक्छौँ र उहाँले हामीलाई साथ दिन सक्नुहुन्छ तर हामीले कहिले पनि भुल्नु हुँदैन हामी दाजुभाइ जस्तो जस्तो अवस्थामा भए पनि हामी समटिएर अगाडि बढ्न चाहिँ हामीले सधैँभरि कोसिस गर्नुपर्छ है अनि यसरी आज मैले वचनको टपिक राखेको थिएँ हामीले आफ्नो जातिको महत्त्व बुझौँ भनेर अनि हामीले आफ्नो जातिको महत्त्व चाहिँ यसरी बुझ्नुपर्छ जाति भनेको काहीँ न काहीँ कुनै न कुनै ठाउँमा हामीलाई आवश्यकता पर्छ अनि जति नै हामीले कुरा काटेर हिँडे जस्तो गरे पनि आफ्नो जातिलाई आफ्नो जातिको प्रेम चाहिँ हुन्छ नै हुन्छ है अनि रानी स्तरले पनि आफ्नो जातिको महत्त्व बुझेकी छन् अनि आफ्नो जातिको महत्त्व बुझेर उनले त्यहाँनिर दरबारको शोक सयल आयस आरामलाई त्यागेर अब म मेरो ज्यानै पनि मेरो जातिहरूको लागि म दिन्छु भनेर उनी चाहिँ उत्रिएकी छन् उनी उत्रिन् कसरी उत्रिन् उनी हात हतियार लिएर अगाडि बढिनन् आफ्ना सेनाहरू गठबन्धन गरेर अगाडि बढिनन् परमेश्वरमा झुकेर उपवास बसेर परमेश्वरमा रोइ कराइ गरेर प्रार्थना गरेर अनि उनी अगाडि बढेकी छिन् अनि आज हामी वर्तमान समयमा हेर्ने हो भने पनि हामी यो भौतिक हात हतियार लिएर होइन अहिले अब आत्मिक हात हतियार लिएर हामी उठ्नुपर्छ शैतानको मुक्तिको टोप लगाएर विश्वासको ढाल उठाएर अनि परमेश्वरको मुखबाट निक्लेको दुई धारी तरवार उठाएर टेकेर हामी प्रार्थना गर्छौँ भने हामी दुष्ट कविला भएर हामी परमेश्वरको अगाडि चाहिँ नै हामी विजय प्राप्त गर्नेछौँ अनि जब हामी विजय प्राप्त गर्नेछौँ कसरी स्तरले 128-27 प्रान्तको यहुदीहरूलाई बचाएर आफू पनि बचेकी थिइन् त्यसै नै आज हामी पनि विभिन्न देशमा विभिन्न ठाउँमा विभिन्न अवस्थामा भएका आफ्ना जातिहरूलाई बचाएर अनि आफू पनि बचेर आफ्ना जातिहरू एक भएर एकमुष्ट भएर एकबद्ध भएर हामी अगाडि बढ्न सक्छौँ आमेन हुन्छ प्रभुलाई धेरै धन्यवाद छ आजको वचन यहाँहरू सबैजनाले ध्यानपूर्वक सुन्नुभयो यो वचनलाई भनिराख्छु र यो वचन सबैजनाले सुनेर बुझेर आफूले बुझेर अरूलाई पनि बुझाउनुहुन्छ भने म विश्वास गर्दै म यहाँहरूबाट बिदा हुन चाहन्छु हुन्छ हामी छोटो प्रार्थना गरेर म बिदा हुनेछु प्रभु परमेश्वर सर्वशक्तिमान सर्वव्यापी सर्वज्ञानी स्वर्ग अनि पृथ्वीका मालिक पुत्र पवित्र आत्मा त्रिएक परमेश्वर तपाईँलाई धन्यवाद दिन्छु साथै प्रभु आजको हाम्रो यो जुम संगतिमा प्रभु तपाईँ परमेश्वरले हामीलाई सबै कुरामा सहायता गर्नुभयो सुरुदेखि अन्तसम्म प्रभु तपाईँले सहायता गर्दै तपाईँले सुरक्षित राख्दै ल्याउनुभयो प्रभु म तपाईँलाई धन्यवाद दिन्छु अनि आजको वचन बोल्ने छोराको साथमा प्रभु तपाईँ पवित्र आत्मा तपाईँ आफै स्वयं भएर बोल्नुभयो साँच्चै प्रभु त्यो समयमा रानीले आफ्नो जातिहरू आज हामीले बोल्दै गर्दाखेरि यो वर्तमान समयमा हामीले आफ्ना जातिहरूलाई कसरी समेर अगाडि बढ्ने आफ्नो जातिहरूप्रति कति मान्यता दिने आफ्नो जातिहरूलाई कसरी खोजेर अगाडि सानो माथि उठाउने ठुलासँग बुझ्ने यो सबै महत्त्व कुराहरू बुझेर अगाडि बढ्नको लागि सबैलाई ज्ञान बुद्धि विवेकले चाहिँ भरपुर गर्नुहोस् भन्ने म प्रार्थना गर्दछु यहाँहरू गर्दै गर्दाखेरि
कुराहरू हुँदै गर्दाखेरि सिक्दै गर्दाखेरि यो सङ्गठित हुँदै गर्दाखेरि पहिलो समय परमेश्वरलाई प्रायोरिटी दिएर पहिलो स्थान परमेश्वरलाई दिएर अनि हामी अगाडि बढ्नको लागि प्रभु सबैलाई यो ज्ञान बुद्धि र विवेकले भर्नुहोस् भनेर म बिन्ती प्रार्थना धन्यवाद जनाउँछु यीशु मसीहको नाममा आमेन। हुन्छ